नमस्ते एन्ड तपाईँहरू हेर्नुहुँदैछ अहिले युनाइटेड नेप्लिज युथ सोसाइटी युकेका पहिलो एनिभर्सरीको भिडियोको हाइलाइट्स। यदि च्यानलको नयाँ हुनुहुन्छ भने प्लिज लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु होला। यदि पुरानो हुनुहुन्छ भने अन्तिमसम्म भिडियो हेरिदिनु होला। किप वाचिङ। सेवा र झोले टासिटेले छेजेलोफा एन्ड साहित्य विवाद एन्ड छर्क सलाम छ। तपाईँहरू हेर्नुहुन्छ मेरो च्यानल, प्लिज लाइक सब्सक्राइब कमेन्ट। यदि नयाँ हुनुहुन्छ भने, यदि पुरानै हुनुहुन्छ भने अन्तिमसम्म यो भिडियो हेरिदिनु होला। यो छुट्टै भिडियो प्रस्तुत लिएर आएको छु युनाइटेड नेप्लिज युथ सोसाइटी युकेको पहिलो एनिभर्सरीको भिडियो जस्ताको तस्तै तपाईँको सामु देखाउँदैछु। प्लिज किप वाचिङ। मासु त खासै राम्रो त योगेन्द्रले पोल्छ नि, अरूले पोल्छ भन्दै साथीले सर्केको आगामी दिनहरूमा अझ राम्रा सामाजिक कार्यहरू गर्दै जाने हो। आज चाहिँ हाम्रो वार्षिक भेला यसरी नै मनहरूलाई जोड्दै लाने हो सबैजनाले। यही नै हो हाम्रो जन्मदेखि मृत्युसम्म हामी सबै मिलेर बस्नु हाम्रो यो उद्देश्य रहेको छ। आज हामी समग्रमा आधी उधी चाहिँ आइसकेछौँ। अब आधी चाहिँ अझै आउन बाँकी नै छ। बडा गयो आफूले मारे नि त। Lazalo muskan le priyasi chori lagyo man mero timile Lazalo muskan le priyasi chori lagyo man mero timile Suddenly,
गाइस परफ्युम हो नि त बारबेक्यू हाम्रो पार्टी छ सबैले खाने हो सबैले काम गर्ने बेला भाग्ने पाएन है ओ पर्सन मेरो 300 त्यो केरेम त छ अल्ला हाम्रो त्यो मेरो त आज 300 सिजन टुडी म जाने नेपालतिर Look in your website. Creating a professional site is easy peasy. Texts, images, and design handled instantly with. मलाई एउटा ल यहाँ हितैको मलाई लाएन जरा एमपी डाँडैमा कान्छी गुराँसै फुल्यो किन किन तिमीमै मेरो मन भुल्यो हितैको मायालाई लाएन जरा गुराँसै फुल्यो किन किन तिमीमै मेरो मन भुल्यो किन किन तिमीमै मेरो मन भुल्यो धेरै टर्मुनी कान्छी हरान सहारा चोखो छ यो मन शङ्कै नगर चोखो छ यो मन शङ्कै नगर लजाउने होइन रमाइलो गर्ने मान्छे ल
मङ्सिरको महिना कान्छी धान पोसिरौला अझै विश्वास नलागे नि छाती चिरौला अझै विश्वास नलागे नि छाती चिरौला झरी बस्ने गुर कान्छी काँची बस्ने खुर के साह्रो तर्किन्छौ अन्तै छ कि सुर के साह्रो तर्किन्छौ अन्तै छ कि सुर दियो दियो ल स्वादै अर्को हुन्छ नि त माथि पनि इन्जोय गर्ने बानी बसल पर्छ क्या अनि चाहिँ दामी लाग्यो झोल झोल भयो भने त फेरि खतमै हो केटालाई जोसाएको हो नि अब खेल्नु भने यो म ब्यागी बसिहाल्छु म ब्यागी बसिहाल्छु ब्यागी अरे ब्यागी मात्रै त कहाँ हुन्छ मासु चाहिँ बबाल हुन्छ बेरीको पिस पनि खतरा रहेछ क्या हारेन भने के हुन्छ सात दिनै खेल्नु अगाडि हेलो गाइज अहिले चाहिँ हामी हाम्रो युनाइटेड नेप्लिज युथ सोसाइटी युकेको फर्स्ट एनिभर्सरीको बबाल हामीले आसफोर्ड भिक्टोरिया स्थित गरिरहेको छु भव्य भइरहेको छ अनि यो मेरो भिडियो चाहिँ हाम्रो आफ्नो संस्थाको युट्युब च्यानलबाट अथवा मेरो आफ्नो च्यानलबाट पनि आउनेछ तपाईहरुले हेर्दै गर्नुहोला कस्तो गर्नुहुन्छ रमाइलो गर्नुहोला हामी युथ युनाइटेड हैन हामी एउटा युथहरु युनाइटेड भएर अगाडि बढ्नुपर्छ र केही गर्नुपर्छ भनेर हामी उद्देश्य लिएर एक वर्ष पुरा भएको मा हामीले अहिलेसम्म एउटा कार्य गरिरहेका छौँ यो चाहिँ हाम्रो रमाइलो गर्ने पनि प्रोग्राम छ अनि त्यही भएर हामी गर्दैछौँ हेर्दै गर्नुहोला किप सपोर्टिङ है त यदि तपाईहरु हाम्रो युनाइटेड नेप्लिज युथ सोसाइटीमा आउनुहुन्छ भने चाहिँ प्लिज मलाई कमेन्ट बक्समा छोडिदिनु होला अथवा हाम्रो फेसबुक पेज युनाइटेड नेप्लिज युथ सोसाइटीमा म्यासेज बक्समा तपाईहरुले छोडिदिन सक्नुहुनेछ त्यहाँ छोडिदिन पनि सक्नुहुन्छ यदि तपाईहरुले त्यो इनबक्समा छोडिदिनु होला तपाईलाई WhatsApp नम्बर पनि म दिनेछु अथवा हाम्रो नम्बर दिनेछु अथवा जसै पनि म तपाईसँग कन्ट्याक्ट गर्नेछु किप वाचिङ एन्ड लाइक गर्नु होला अगाडि हेर्नु होला Up to 10 times less hair loss.
पखडा खाएर अगाडि अब साथीले खान सक्ने भएन के को भयो साथीहरूले राफोड ड्रपको लागि रेडी बनाइरहेछ हाम्रो गिफ्ट चाहिँ फर्स्ट प्राइज सबैको मनको कुरा भने क्या मैले कोही गए त सके भन्दै सबैको मनको कुरा गरे हो नि मैले आउनु न ओ घरमा जाँदै गर्नु ढकढक गर्नु त आमा घरमै हुनुहुन्छ 60 नम्बर हो सानो छोरीले पाल्न लाउनु तिम्रो प्राइज चाहिँ सुरेनले त फेरि पाउँदैन नि नम्बर पनि भन्नु उसैले पार्यो भने फेरि रि हुन्छ है खेल अब स्पोन्सरले पायो भने त घोटाला भइहाल्यो अनि रि हुन्छ त्यो खेल यहाँ खेल अगाडि नै हुन्छ पछाडी हुन्छ त्यो त मजा आएन नि यार गिफ्ट ल्याउने गिफ्ट लगाउने हैन मैले ल्याएको छु मलाई पर्यो भने के गर्नु त्यो अब अरूलाई दिन्छ भने त तिम्रो कुरा जस्तो ज्ञान यो पटेन जेलसमा चाहिँ एउटा गाना लगाइदिएला त हाम्रो चिकनको डान्स आउँछ
होइन तिमीलाई सजिलोको लागि अब जस्ट अब मान्छे बोलाउँछ भने मान्छे बोलाउने होइन अनि स्पोन्सरको लागि धन्यवाद पनि त दिनु पऱ्यो नि होइन इन्करेज त गर्नु पऱ्यो अब त्यतिकै गरेको छ भने युनाइटेड नेफिज